ह्याप्पी तिहार सबैजनालाई। आज चाहिँ मेरो काम मेरो साथीको चाहिँ बिदा थियो। सबै कुराहरू चाहिँ सब मेरो साथीले कविताले रेडी बनाएर राखिसकेको थियो। मेरो चाहिँ कहिले नहुनुपर्ने ओटी आजै भयो, 1 घन्टा एक्स्ट्रा काम भयो। अनि म चाहिँ ढिला आएँ, तर सबै कुरा चाहिँ कविताले रेडी गरेर राखिसकेको थियो। अनि म आइसकेपछि कुर्ता लगायौँ दुईजना मिलेर, अनि पूजा गऱ्यौँ, बत्ती बाल्यौँ, पहिला लक्ष्मीलाई भित्रायौँ दुईजना मिलेर। लक्ष्मी भगवान्लाई भित्राएको छौँ। लक्ष्मी भगवान् घरभित्र बसिराख्नु है, नभाग्नु, फुत्त नभाग्नु होला। अनि दुईजना मिलेर पूजा गऱ्यौँ। अनि त्यो सेलरोटी देख्नुभएको छ नि, त्यो सेलरोटी कविताले बनाएको है। मेरो त ढङ्ग छैन त्यस्तो केही गर्नु। दुईजना मिलेर गफ गर्दै पूजा गऱ्यौँ। यो चाहिँ कविताको मेरो 3rd टाइम हो कि 4th टाइम हो लक्ष्मी पूजा गरेको। 4th होला कि 3rd हो, जे भए नि भयो। पूजा चाहिँ हल्का गरिन्छ कि, तर त्यस्तो मन्त्रहरू भन्ने जेउजो चाहिँ छैन। त्यही पनि सिक्दैछौँ हामीले बिस्तारै। अनि थ्याङ्क यू सो मच भगवान्जी जे जति दिनुभएको छ त्यसको लागि भेरी मच लक्की। अनि एकअर्कालाई टिका लगाइदिउँ। टिका लगाउन पनि सिक्दैछौँ है हामीलाई आउँदैन, प्र्याक्टिस पनि भयो। अनि एकअर्कालाई नमस्ते गऱ्यौँ। अनि ह्याप्पी तिहार, चिसो बिहार भनिौँ, चिसो बिहार। पूजा चाहिँ अब सक्यो। अब हल्का फोटो भिडियो खिच्ने कार्यक्रम गरौँ भनेर लाग्यौँ। अनि खिच्यौँ पनि, राम्रो आयो। अनि यो चाहिँ लाइट अफ गरिसकेपछिको भ्यू। अब चाहिँ हामी भैलो खेल्न जान लाग्यो, देउसिरे खेल्न जान लाग्यो। कहाँ जान लाग्यो आफै हेर्नुहोस्। हामी चाहिँ सरिता र कुमार दिदीकोमा आएको। अनि लक्ष्मी पूजाको एन्डिङ चाहिँ हामीले चटपट र चिया खाएर गऱ्यौँ। भगवान् लक्ष्मीले सबैको घरमा पास गर्नुहोस्। त्यही हो। थ्याङ्क यू सो मच गाइज फर वाचिङ।